बेन्चमा बस्न सक्छ। र अभिषेक शर्मा गजबको ब्याटिङ गर्नुभएको थियो यसभन्दा पहिलो टी20 खेलमा पनि 84 रन 32 बलमा गजबको ब्याटिङ गर्नुपर्ने टी20 क्रिकेटमा, र आज तेस्रो टी20 खेलमा 20 बलमा 68 रन 7 चौका र 5 छक्का र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 340 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ अभिषेक शर्मा। रोहित शर्मा गयो भने अभिषेक शर्मा आयो, एउटा शर्माजी गयो अर्को शर्माजी आयो, र त्यो शर्माजी रोहित शर्माजी गयो भने यो भन्दा रोहित शर्मा भन्दा पनि खुनखार अर्को शर्माजी आयो। अभिषेक शर्मा 20 बलमा 68 रन जसमा 7 चौका रहेको छ र 5 छक्का, र स्ट्राइक रेटको कुरा गर्नुपर्ने 340 को स्ट्राइक रेटले ब्याटिङ गर्नुभएको छ। र